बाटोमै छु कि अझै केही नै छैन। यहाँ चाहिँ पुरै खेतहरू छ। म चाहिँ गाह्रो छ। फाइनली गाइस म चाहिँ यहाँ पुगेँ अनि त्यसपछि म चाहिँ अहिले नदीमा घुम्न आएको छु। यो चाहिँ नदी हो, सुन्न सक्नुहुन्छ ब्याकग्राउन्ड म्युजिक भनेर कि नदीको आवाज चाहिँ आइरहेको छ। अनि यहाँ चाहिँ नदी छ भनौँ। अनि त्यस्तै हो, म चाहिँ यहाँ घुम्न आएको। यहाँ चाहिँ कति ठुल्ठुलो माछाहरू पनि छ, तर मलाई चाहिँ मार्न आउँदैन। मार्न चाहिँ आउँछ तर अब के गरौँ। म भएको ठाउँमा त माछा नै गायब हुन्छ क्या, मलाई देखेर होला सायद। एउटा माछा नै छैन, गायब भयो। अनुहार नि अब धुलोले गर्दा उडिसक्यो। यस्तै हो। अनि म चाहिँ हिँडिरहेको छु। गाइज म चाहिँ आइसकेँ पानीमा। त्यो चाहिँ टिकटक बनाइरहेको छु। अनि त्यहाँ चाहिँ माछाहरू मारिराख्नु भएको एकजनाले। यो चाहिँ पानी हो। यो चाहिँ खासमा कर्णाली नदी हो। यो चाहिँ टिकटक बनाइरहेको छु। यहाँ चाहिँ किराहरू कति धेरै छ। कहीँले तिम्रै एकचोटि भन् त खै। मेरो बुढीलाई के भन्नु हौ। हेर अब सबजनाले गाउँ यही हो, यसको गाउँ। मेरो गाउँ होइन, तिम्रो छोरो गाउँ हो। दिदी छुट्टी छ। यहाँ चाहिँ हाम्रो छाया चाहिँ घाम लागिरहेछ कस्तो मजाले। त्यो चाहिँ नदी। लास्ट चिप्लो छ। मैले आफ्नो ज्यान जोखिममा राखेर तपाईँहरूलाई भिडियो बनाइरहेको छु। लास्ट चिप्लो छ क्या यो ढुङ्गा।